त्यो राष्ट्रिय आकांक्षा पूरा गर्न केपी ओलीको वरिपरि बहुमत आउन तयार छौँ। सर्वसम्मत नेकपा एमालेको अध्यक्ष केपी ओलीलाई बनाउन चाहन्छौँ। केपी ओलीको विचारमा, त्यो विचारको आलोकमा हामी मुलुकको राष्ट्रिय स्वाभिमानको लडाइँ लड्दैछौँ। पहिले अरू चिज होइन, देशको अस्तित्वको रक्षा कसैले गरेको छ भने आज पार्टी त दिनै रात हरेक पार्टी खुलिराखेका छन्। दिनमा पनि खुलिराखेका छन्, रातमा पनि पार्टी खुलिराखेका छन्। कति खुले, के खुले, कसरी खुले, कसले खोल्दैछ? पार्टी खोल्नु ठुलो कुरा होइन। पार्टी केका लागि खोल्ने? देशका लागि, लोकतन्त्रका लागि, विकासका लागि, समृद्धिका लागि। आज मैदानमा को छ? यो देशको राष्ट्रिय स्वाधीनताको झण्डा कसले उठाएको छ भन्दा केपी शर्मा ओलीले। त्यसैले आज एमाले मात्र होइन, मैले अघि बढेँ, केपी ओली एमालेको मात्रै अध्यक्ष होइन। केपी ओली देशको राष्ट्रपिता हो, देशको राष्ट्रिय नायक हो, स्वाधीनताको धरोहर हो। त्यसैले उहाँको वरिपरि आज एमाले त छ, काङ्ग्रेस आउन खोजेको छ। राष्ट्रवादी सबै नेपाली मनहरूको नेता हो। यसकारणले त्यो लडाइँमा पार पुरा गर्नको लागि यो राष्ट्रिय स्वाधीनताको लडाइँ पुरा नहुँदासम्म यो केपी शर्मा ओलीकै वरिपरि नेकपा एमाले हुन्छ, यो मुलुक हुन्छ, लोकतन्त्र हुन्छ, संविधान हुन्छ। त्यो लडाइँका लागि हामी लागिरहेका छौँ। त्यसो भएर यसमा कुनै भ्रम दुविधा कसैले नराख्दा हुन्छ। त्यो भ्रम र दुविधाबाट मुक्त भएर यतिखेर पार्टीको आन्तरिक जीवनलाई कसरी व्यवस्थित गर्छौँ यो सेकेन्डरी कुरा हो। पहिलो कुरा भनेको देशको कुरा हो, नेसनको कुरा हो, स्वाभिमानको कुरा हो, राष्ट्रिय झण्डाको कुरा हो। सूर्य तारा, सूर्य र चन्द्रमा अङ्कित राष्ट्रिय झण्डाको कुरा। त्यसैले त्यो झण्डा झुक्न दिँदैनौँ, त्यो झण्डालाई माथि उचालेर अगाडि बढ्छौँ। त्यसमा सबै तहका एमालेका नेता कार्यकर्ता पङ्क्तिहरूले आज जसरी आफ्नै बुतामा, आफ्नै दौलतमा यो राष्ट्रिय आह्वानलाई जसरी बैतडीमा सफल बनाउन तपाईँहरू सुखद रूपमा आउनु भएको छ। म सबै कमरेडहरूलाई फेरि एकपटक नेकपा एमाले बैतडीको तर्फबाट म यहाँको जनप्रतिनिधिको नाताले पनि अहिले फेरि पनि संसद पुनर्स्थापनाको मुद्दा नेकपा एमाले उठाएको छ। हिजो यो देशमा पटक पटक हामीले विभिन्न राजनैतिक घटनाहरू देखिरहेका छौँ। त्यसैले यदि लोकतन्त्र बचाउने हो, संवैधानिक बाटोमा मुलुकलाई हिँडाउने हो, संवैधानिक बाटोबाट अगाडि बढाउने हो भने संसद पुनर्स्थापना गरेर त्यो पुनर्स्थापित संसदले संविधान संशोधन गरेर पहिला त यो सरकारलाई चिन्नु पर्यो संविधान। त्यो चिन्नका लागि पनि संसद पुनर्स्थापना जरुरी छ र त्यो संसद पुनर्स्थापना भएपछि संविधान संशोधनपछि हामी सर्वपक्षीय सरकार बनाएर अनि निर्वाचनको वातावरण गर्छौँ। निर्वाचनबाट एमाले भाग्नु खोजेको होइन। हामी त पटक पटकका निर्वाचन, बाहिरको निर्वाचन होइन, पार्टीभित्र पनि। अझ एमाले त 1 वर्षको महाधिवेशनको समयावधि यो कार्यकालको बाँकी छ। केपी शर्मा ओलीको 10औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको कार्यकाल अझै 1 वर्ष बाँकी छ। संविधानले अझ 6 महिना थप्न पाउँछ। तर पनि हामी 1 वर्ष अगाडि पार्टीको महाधिवेशन गर्न खोजेका छौँ भने यो आवधिक निर्वाचनबाट अब पार्टीको आन्तरिक जीवनमा र बाह्य रूपमा पनि अनिर्वाचित सत्ता मुर्दाबाद भन्ने नेकपा एमाले कुनै पनि निर्वाचनबाट भाग्दैन। सबै निर्वाचनलाई फेस गर्न चाहन्छ, त्यो निर्वाचनलाई श्रेष्ठता हासिल गर्न चाहन्छ। आज त्यो वातावरण बनेको छैन। पहिला निर्वाचनको वातावरण बनाउनुपर्छ, भयरहित वातावरण बनाउनुपर्छ। जनताले आफूले रोजेको, आफूले खोजेको, आफूले चाहेको प्रतिनिधि, आफूले चाहेको पार्टी, आफूले चाहेको समृद्धि, आफूले चाहेको विकासको लागि नेकपा एमाले आजबाट जनमा नेपाली मनमा हामी हाम्रा मुद्दाहरूलाई, हाम्रा विषयहरूलाई,
हाम्रा आवाजहरूलाई अहिलेका उपलब्धिहरूलाई नेकपा एमालेको विरासतलाई हामी पुर्याउन चाहन्छौँ। प्रत्येक नेपालीको मनमा एमाले पुग्नेछ। त्यो मनबाट, त्यो विश्वासबाट, त्यो विश्वास आर्जन गरेर हामी यो मुलुकलाई अब पराधीन मुक्त नेपाल बनाउने कुरा, वैदेशिक हस्तक्षेपलाई मुक्त गर्ने कुरामा नेपाली जनताले जित्नेछ, एमाले जित्नेछ, यो राष्ट्रले जित्नेछ। यति भन्दै सबै तहका नेता कार्यकर्ता, सबै आम जनसमुदायलाई आजको यो कार्यक्रममा आफ्नो सबै सहभागिता देखाउनु भएकोमा म विशेष धन्यवाद दिन चाहन्छु।